अब फिलिङ्स चाहिँ अब सबलाई नराम्रो लागेको छ, किनकि अब म्याच खेलेर अलग कुरो हुन्थ्यो, म्याच खेलेर हारेको भयो या जितेको त्यो अलग कुरो हुन्थ्यो। म्याचै खेल्न पाएन, त्योमा अब हाम्रो कन्ट्रोलमा थिएन, त्यही हो। किनकि अब जो हाम्रो कन्ट्रोलमा हुन्छ त्यहीमा बढी फोकस थियो। अब किनकि पानीको त अब हाम्रो कन्ट्रोलमा थिएन र त्यस्तो पानीको बारेमा हामीले सोचेको पनि थिएन। अब पानी आइदियो बिचमा, अब के भन्ने थियो। म चाहिँ टिम एकदम राम्रो थियो, किनकि अब सबैजना नयाँ पनि थियो र जुन हिसाबको पर्फर्मेन्स गरिरहेको थियो सबैजनाहरू एकदम राम्रो फर्ममा पनि थिए। त्यो क्याम्पदेखि नै राम्रो गरिरहेको थियो र यहाँ पनि अब म्याचहरू अघिल्लो 3टा म्याचमा एकदम राम्रो पर्फर्मेन्स गरिरहेको थियो भनौँ। त्यो एकदम टिम राम्रो थियो। अब त्यही हो, फाइनल खेल्न पाएनौँ भनौँ। जे अब हामीहरूको कमी कमजोरी जेमा अझै काम गर्नुपर्ने हुन्छ त्योमा चाहिँ फोकस, अब मेन आफ्नो काम जे हो त्योमा चाहिँ फोकस गर्नु पऱ्यो हामीहरूले। मतलब जुन पनि हार्डवर्क हो, जे पनि हाम्रो काम हो त्योमा चाहिँ फोकस गर्नु पऱ्यो। पानी पर्न त करिब करिब बिहान 9 बजी उठिसकेको थियो होइन। त्यो 9 बजेपछि 10, 11, 12 लामो टाइम पनि थियो होइन। हामीसँग प्रपर स्टेडियम अथवा प्रपर ठाउँ खेल्ने भइदिएको भए चाहिँ यो गेम हुन्थ्यो जस्तो चाहिँ कुनै बेला फिलिङ्स आयो कि आएर त टिमभित्र त्यो कुरा भएको भएन। त्यो त अब स्टेडियम राम्रो भए त भइहाल्छ, त्यही पनि अब राम्रै थियो। अब त्यो पानीको कारण अलिक बढी पानी पऱ्यो, आज बिहान पनि पऱ्यो, त्यही भएर अलि हुनु सकेन भनौँ। त्यही हो, त्यस्तो।